है साथीहरू, आज चाहिँ हामी यातायाततिर लाग्दैछौँ। किन चाहिँ यहाँ हाम्रो गोरे भाइ आइसकेको छ। अब हामी जहाँ आइछौँ, ओइ 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 नयाँ गाडी हो यो? नयाँ हो। के भने नि साथीहरू, अस्ति चाहिँ अब बिगको ट्रायल दिएको हामी फेल भयौँ। अहिले चाहिँ भाइ मलाई लिन आएको थियो, अनि ट्याक्क आएर चाहिँ पछाडि बसेर यतातिर चाहिँ तोरीहरू चाहिँ ढकमक्क फुलेको छ है। यस्तो छ है हाम्रो घर गाउँहरू चाहिँ। अनि अब धेरै भयो धरानबाट जाने भ्लग नबनाएको पनि आज बनाइदिउँ न त भनेर। म चाहिँ भ्लग नबनाउनुको कारण चाहिँ आफू राइड गर्दाखेरि अब अप्ठ्यारो हुने भएर नि हो। ट्याक्कै लोकल मान्छेहरूले चाहिँ चिन्नुहुन्छ। यहाँ हाम्रो यहाँ लालीगुराँस चोक आइपुग्यौँ हामी। यहाँ हाम्रो भेनाइ पुजो लिएर हिँड्नुहुन्छ। त्यस्तो छ अहिले लालीगुराँस चोकको स्थिति। हामी अगाडि बढ्दैछौँ। ल कसले हाम्रो ठाउँबाट हेर्दै हुनुहुन्छ हामीलाई होइन, अघिबाट हेरिराख्नु भएको छ। हामीलाई चिन्नु हुनेले चाहिँ कमेन्ट गर्नु है, हामी कहाँनिर हिँडिरहेको छौँ भनेर। अहिले बाटो चाहिँ राम्रो बनिएको छ। हामी अहिले अमृत चोक ठ्याक्कै टेकेको छौँ। यतापट्टि चाहिँ केराबारी जाने बाटो, हामी अमृत चोकबाट यता धरानतिर लागेको छौँ। ल कमेन्ट गरिदिनु पऱ्यो है साथीहरू। ल भयो होला है। सर गइसकेको रहेछ क्या दाइ। हामी अगाडि बढ्दैछौँ साथीहरू। चम्पाकोली टेकिसकेको छौँ। यतातिर जाडो एकदमै छ, त्यतातिर कस्तो छ? अहिले आज चाहिँ यसो घामहरू पनि लागेको छ। ठ्याक्कै चाहिँ चम्पाकोलीबाट माथि अहिले हाम्रो स्थानीय ठाउँहरू चाहिँ बाटो राम्रो बनिकन चाहिँ एकदमै यात्रा गर्न सहज हामीलाई भएको छ। चम्पाकोली चोक काटेर हामी उँभो लागेको छौँ। र मैले भन्दै थिएँ हामी चाहिँ यातायात कार्यालय इटरी हिँडेको। आज रिट्रायलको लागि चाहिँ पर्सि रिट्रायल छ, राजस्व बुझाउनको लागि। यो चाहिँ 6 नम्बर वडाको कार्यालय केराबारी गाउँपालिका। हेरेको भाइको पनि रिट्रायल काट्नुपर्ने, मेरो पनि काट्नुपर्ने भएर किन दुईवटा बाइकमा जाने भनेर चाहिँ भाइलाई मैले के अरे बाइकमा आइज नि त भनेर मैले यहाँ बोलाएको थिएँ। यतापट्टिबाट चाहिँ डाले केराबारी पनि पुग्न सकिन्छ। यो चाहिँ अहिलेको नयाँ मदन भण्डारी राजमार्ग। पहिला यही बाटोहरू राम्रो नहुँदा धेरै बनिरहेको छ भने अहिले चाहिँ पुल बाटो राम्रो भइकन चाहिँ हामीलाई एकदमै सहज भएको छ। धरान हाम्रो ठाउँबाट चाहिँ त्यही 10 मिनटको दुरीमा छ। यहाँ पनि छ रेस्टुरेन्ट भन्ने कि के भन्ने, फुड हब होइन, यसलाई चाहिँ हुलाक चोक भन्छ। हामी चाहिँ धरान प्रवेश गरेको छौँ। अहिले चाहिँ महादेव चोक
ठ्याक्कै महादेव चोक। लाङ्गावी चोकबाट अब तलतिर विजयतर्फ झर्दैछौँ। हामी फेरि आइपुगेको छौँ। यतातिर चाहिँ हुन्चे लागिरहेको छ। चोक विराटनगर लाइन इटरीमा यातायात कार्यालय चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि इटरी चोकबाट तलतिर विराटनगर लाइन लागेपछि के चोक गरे त्यो होइन हौ एउटा के चोक थियो नामै बिर्सेँ मैले। साथी पेट्रोल पम्पदेखि अलिक तलतिरपट्टि छ यातायात। चोकको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ अहिले होइन। नयाँ चोक हो यस्तो छ यार। पुरै जाम छ यहाँ, गाडीहरू लाइन लागिरहेछ। हामी बढ्दैछौँ बिस्तारै बिस्तारै अगाडि। यत्रो 4 लेनको बाटो बनेर पनि जाम छ यार। तर हुनु त अब इटरी चोक भनेको चाहिँ चौबाटो पर्छ, चारैतिरबाट ठोकिने ठाउँ भएर पनि होला अलिकति चोकमा चाहिँ जाम भएको। यहाँ चाहिँ हुसे अझै क्लियर भइसकेको छैन, घाम भर्खर झुल्किँदैछ यतातिर हुसे फाटेर। सो वी अलमोस्ट रिच आवर डेस्टिनेसन यातायात। अब यातायातभित्र चाहिँ के हुन्छ हामी देखाउन सक्दैनौँ, तर काम गरिसकेपछि चाहिँ फेरि हामीले के गर्छौँ भन्ने कुराको फुटेज चाहिँ हामी फेरि राख्छौँ है त। अनि अर्को कुरा, यातायातमा चाहिँ सबै कामहरू सुचारू भइसकेको छ। यदि तपाईँहरू पनि नयाँ लाइसेन्स बनाउन आँट्दै हुनुहुन्छ, नवीकरण गर्नुपर्ने छ अथवा वर्ग थपदेखि लिएर सम्पूर्ण कामहरू सुचारू भइसकेको छ। यातायातको अवस्था चाहिँ एकदमै नाजुक छ। अस्ति जेएनसीको आन्दोलनले पुरै तहस नहस बनाइदिएको छ, कार्यालय जलाएर। तर पनि अब चाहिँ सेवा चाहिँ सुचारू गरिसकेको छ यातायातले। सो यातायात सम्बन्धी काम यदि तपाईँहरू पनि गर्न आँट्दै हुनुहुन्छ भने इटरी यातायात कार्यालय आएर गर्न सक्नुहुन्छ। ठ्याक्कै यहाँबाट भित्र त्यो अगाडि देखिएको बिल्डिङ चाहिँ यातायात कार्यालयको हो, रातो बिल्डिङ। भित्रै जाउँ भित्रै जाउँ। यहाँ आइपुगिसकेको छु है
लाइन गयो हामी वेटिङमा छौँ साथीहरू हाम्रो चाहिँ यो ट्रायलको फर्म चाहिँ आइसकेको छ अब चाहिँ हामी कहाँ छ तपाईँको भाइ फर्किदिन्छौँ है ल लाग्ने ल पछि भेटौँ है सन्डे यो हाम्रो है जाम त गरे जाम हामी जाम अब जाउँ र साथीहरू आज चाहिँ हामी रिट्रायलको लागि फर्म भर्नु आएको अघि अगाडि पनि भनेको थियो होइन रिट्रायलको फर्म भर्ने काम पनि भइसकेको छ फर्म भन्दा पनि राजस्व तिर्ने काम प्रवेश पत्र पनि हाम्रो इन्ट्रान्स कार्ड पनि आइसकेको छ र हामी फर्किँदैछौँ आजको ओभरअल एक्सपिरियन्स यस्तै भयो त्यस्तो खास केही पनि थिएन हामी यतातिर आइराख्दाखेरि यसो मोमेन्टलाई क्याप्चर गरौँ भन्ने खालको मात्रै थियो र इटरी पनि अहिले खुल्दैछ मतलब भुसी हट्दैछ र हामी इटरीबाट धरान जान्छौँ त्यस पछाडि डाइरेक्ट घर जान्छौँ है त अलिक महँगै जस्तो लाग्यो 40सम्म चाहिँ ठिकै हुन्छ 20को मोडलको यो चाहिँ ठ्याक्कै इटरी चोक आइपुगेको छौँ ए जाम छ त यार चोक गरेर हामी मासतिर लागिसकेको छौँ अब हामी बिचमा जङ्गलको केही फुटेज हाल्छौँ अनि त्यसको साथसाथै आजको भ्लग बाई बाई गोर्खा किचन यता छ